विधाता स्टोर फोन स्टोरमा आएँ र अहिले यो पावर ब्याङ्क म्याग्नेट खालको हो। म्याग्नेट खालको पावर ब्याङ्क 6 मन्थको वारेन्टी। ओके, चिसो खानीतिर पुगेर आइयो। यहाँ नानीहरू पनि स्कुल जानु तयारी हुँदैछन् र तायामी कहाँ जाने अब? गुड मर्निङ, फेरि पनि सम्पूर्णमा नमस्कार र आजको नयाँ भ्लगमा सम्पूर्णलाई फेरि स्वागत गर्न चाहन्छु। यो तपाईँको निशानी डाँडा जुलिप होटलदेखि यताको होटलहरू सबै तर मजाले देखाएको छैन। यो हुसे लागेर मौसम कुल मौसम छ। यसरी छ सबै हुसे लागेको। धरान भ्यूदेखि धरान यसरी देखिन्छ। अहिले त्यति क्लियर छैन, हुसे लागेको अवस्था देखिन्छ र त्यति क्लियर देखेको छैन अहिले। यो भनेको तपाईँको यहाँ निशानी डाँडादेखि अलिक मुनतिर यो घुम्तीमा यसरी छ। यो घुम्ती बाटो यहाँ चाहिँ तपाईँको अलिकति हामी साधन कुदाउँदा अलिक होसियारपूर्वक हामीले कुदाउनु पर्ने हुन्छ। यस प्रकार छ घुम्ती, एकदम डरमर्दो घुम्ती छ। यसरी ओह्रालो झर्नुपर्ने हुन्छ। झर अलिकति यहाँ बिस्तारै नै हामीले हाँक्नुपर्ने अवस्था देखिन्छ। ओके, यहाँ एउटा कफी अर्डर गरेको छु। कफी खाएर जाउँ मास्तिर एकछिन लागौँ सबैजना हामी। ओके, यो चाहिँ धरान 4 भरलेनी जाने बाटो। सूर्योदय बुद्ध विहार 1000 बुद्ध जाने बाटो। यहाँ चाहिँ यो यसलाई बनमारा पात यसलाई भन्छ। यो चाहिँ एकदम जडीबुटी तपाईँको यो हर्ष रोगको लागि, पाइल्सको लागि एकदम राम्रो रहेछ। यो यसरी छ बनमारा पात। यो चाहिँ तपाईँको एकदम जडीबुटीमा एकदम सही क्या। एकदम यसलाई उसिनेर तातो पानीमा तातो पानी तताएर यसले चाहिँ सेक्नुपर्छ एकदम चट। यहाँ सबै तितेपातीहरू सबै त्यही छ, कम त छैन तितेपाती। यो चाहिँ सिस्नु एकदम खतरा सिस्नु है। यो त छुने बित्तिकै साह्रै पोल्छ यसले त। यसलाई चाहिँ छुने होइन, यसरी हेर्नु मात्रै। यसरी यो एकदम डेन्जर। यो चाहिँ छुए कि पोल्ने खालको सिस्नु। यो चाहिँ तपाईँको कुच्चोको बोट। यसरी यो पहिला हामी के यो दाँतले टोके जस्तो हुन्थ्यो। यो चाहिँ हामीलाई के भन्थ्यो भन्दाखेरि यो बोक्सीले टोकेको भन्थ्यो कि पहिला हामी सानो छँदा। यसरी यो बोक्सीले टोकेको है भनेर चाहिँ भन्थ्यो हामी सानो छँदा। हामी चाहिँ हो नहो हामी पताउँथ्यौँ अब केटाकेटीको उमेरमा। त्यही बोक्सीले टोकेको भन्दाखेरि चाहिँ हामी डराउँथ्यौँ कि सानोमा। तर अब त्यही त हो, केटाकेटीको उमेरमा जे भन्छ त्यही नै हामी हो नै भनेर ठान्थ्यौँ। A few moments later. ओके, चिसो खानीतिर पुगेर आइयो। यहाँ नानीहरू पनि स्कुल जानु तयारी हुँदैछन् र तायामी कहाँ जाने अब? स्कुल जाने होइन? ओके, चाहेचौँ कहाँ जाने? स्कुल? ओ हिरो कहिले जाने? ओके छ। म पनि अब इनरवा जाँदैछु क्लास 10 एसएससीको ग्रेड सिट लिनुको लागि र उता इनरवा जाँदै उतातिरको पनि हामी यसो रमाइलो पलहरू हेर्दै जाउँ र अहिले बाटोमा हामी सिधै उतातिर गएर भेटौँला। इनरवा शिक्षा कार्यालय आइपुगे। अब यो 2082 सालको नानीहरूको एसएससीको ग्रेड सिट यहाँ लिएर म निस्किन्छु। मिलन सरहरू पनि र गणेश सरहरू पनि आउँदै हुनुहुन्छ। यो हो शिक्षा कार्यालय इनरवाको। शिक्षा विकास तथा समन्वय इकाइ सुनसरी। भित्र छिर्छु अनि त्यसपछि निकाल्ने। नानीहरूको लिइसके ग्रेड सिट र अब एकछिन दोकानमा गएर एउटा फ्रुटी खान्छु। साह्रै गर्मी इनरवा यो मधेस पऱ्यो कि साह्रै गर्मी। मिलन सरहरू पनि आउँदै हुनुहुन्छ, उहाँलाई एकछिन पर्खिन्छु अनि निस्किन्छु। यसरी छ हाइवे यो शिक्षा कार्यालय आउने बाटो। अनि यसरी यहाँबाट तपाईँ जानुभयो भने इनरवाको मेन बजार हामी छिर्छौँ र यहाँ दोकानमा एकछिन
बाइकलाई यहाँ पार्क गरेको छु र यो दोकानमा एउटा फ्रुटी। A few moments later. ओके शिक्षा कार्यालयतिर गयो, अफिसियल कामहरू सकियो र अहिले भने म फेरि यहाँ रामपुरतिर जाँदैछु र त्यहाँ आँप अलिक सस्तो पर्छ भनेर चाहिँ आँप लिन जाँदैछु। 15-20 किलो जति लिएर आउनु पर्यो। अब आँप खाने सिजन पनि आइसक्यो भन्नाले आँप चाहिँ खाँदैछौँ, तर यो असार 15को लागि यसो लिएर आउँ भनेर चाहिँ 15-20 किलो जति अलिक सस्तो हुन्छ अरे, त्यो लिएर आउँछु। अहिले भने म यहाँ बाघखोलाको पुलमा छु। हेर्नुहोस् तपाईँहरूले पनि, यो बाघखोलाको पुल अझै बनिसकेको छैन, खोला बगेको अवस्था यसरी छ। यो भर्खर निर्माण भएको पुल हो। पानी भर्दैछ ट्याङ्करमा, यसरी छ। यहाँ सबै निर्माण कार्य अहिले सुरु हुँदैछ। यो मदन भण्डारी हाइवे बन्दैछ अहिले, अझै समय लाग्छ यो पुरा बनिसक्नु चाहिँ। तपाईँको अब यो पल्लो खोला चाहिँ अब कसरी छ अब हेर्नुपर्छ। यहाँ हिलै छ, जाउँ बिस्तारो। मेन भनेको यो खोला हो कि यहाँ नि, यो पल्लो छेउको यहाँ चाहिँ तपाईँको पछि पानी पर्दा त पुरै खोला, यहाँ टेम्पो कारहरू पल्टाउँछ यहाँ चाहिँ। अहिले पनि यस्तो छ है, पर पनि एउटा खोला छ, अब यहाँको पनि यस्तो छ। बिस्तारो आउनुपर्ने अवस्था देखिन्छ। यहाँ खोला यस प्रकार छ, यसरी बिस्तारो खोला कट्नुपर्ने अवस्था देखिन्छ। यहाँ पर पनि छ एउटा खोला, त्यहाँ पनि बिस्तारो जानुपर्ने अवस्था देखिन्छ। यसरी छ है खोला। यो बाघ खोला अलिक डरमर्दो, बर्खामा अलिकति खतरै हुन्छ। र आज मैले पनि यहाँ स्कुटी लिएर आएको छु। आज चाहिँ बुलेट बाइक चाहिँ घरमा राखेको छु, किनभने स्कुटीमा अलिक सामान बोक्नु सजिलो हुन्छ। बाघ खोलाको वरिपरि ठिकै छ, खोला हेरिहाल्यौँ हामीले। अहिले त त्यति त्यो छैन, पछि पानी पर्दा, निकै पानी पर्दा त यहाँ चाहिँ यो बाटो त नहिँड्दा हुन्छ। एकदम डरमर्दो खोला हो यो, यहाँ निकैलाई बगाइसकेको भन्ने सुनेको छु। र ठिकै छ, अहिले यहाँ मैले स्कुटी लिएको छु। स्कुटीमा अब हामी सरर अगाडि बढ्नेछौँ। लु जाउँ। रामपुर बजार प्रवेश। अहिले म ठ्याक्क यहाँ रामपुर बजारको चोकैमा, पिपल बोर्ड यसरी छ। यही बाटो काठमाडौँ सिन्धुली जाने बाटो यही हो, हाइवे। यसरी गइन्छ रामपुर। आँप लिनु आएको, आँप यहाँ लि पनि सकियो। धरानभन्दा सस्तो 50 रुपियाँ किलो, यहाँ धरानमा 80 रुपियाँ। स्कुटीमा लोड भइसक्यो। यहाँ 15 किलो छ, अनि यहाँ डिकीभित्र 10 किलो, जम्मा जम्मी 25 किलो लिइसक्यो। असार 15को लागि सबै लिइसकेको छौँ। 25 किलो आँप यहाँ सस्तो छ धरानभन्दा। धरानमा 80, यहाँ 50। मालदा आँप, मालदा एकदम गुलियो आँप। र अहिले यहाँ चोकैमा, यहाँ रामपुरको चोकमा छु। सिसुवासम्म, लालबजारसम्म गएको थियो, लालबजारमा गएन रहेछ। फेरि फर्केर आएर यहाँ हेरेको, यहाँ भेट्यो र यहाँ किनि पनि हालेँ। र अब एकछिन यहाँ बसेर एउटा चिसो खाएर निस्किन्छु म। रामपुरको मेन चोक, पिपल चोक यस प्रकार छ। यहाँ होटलमा एउटा म्याक्स टाइगर खाँदैछु। बाहिर हामी एकछिन निस्किन्छौँ, हेरौँ स्कुटीहरूको। यसरी छ मेरो स्कुटी। त्यहाँ फलफ्रुटहरू सबै इन्स्टल गरिरहेको अवस्था देखिन्छ। ठिकै छ, मेरो स्कुटी यहाँ छ र म एकछिन यहाँ एउटा टाइगर, म्याक्स टाइगर खाँदैछु। जुलेबी, दिदी एउटा भिडियो बनाएको है यहाँ। जुलेबी, मिठाईहरू। यहाँ हाम्रो दिदी व्यस्त हुनुहुन्छ। A few moments later. ओके, आँप आइसक्यो। यो रामपुर उदयपुर रामपुरदेखि अघि लिएको 25 किलो आँप, मालदा आँप, साह्रै गुलियो। असार 15को लागि तयारी हुँदैछ। यहाँ आधी छ, आधी यहाँ फ्रिजभित्र छ। यहाँ केरा पनि टक्क रेडी। अनि यहाँ तामा पाक्दैछ, आज स्पेसल तामा। ओके, अब चाहिँ धरान आइपुग्यो। यहाँ अहिले ठ्याक्क छाता चोकदेखि अलिक मनतिर
पावर ब्याङ्क एउटा लिनु आएको छु मिसेसको लागि। भोलि मिसेसहरूको हाइकिङ ट्रेकिङ भनौँ न, ट्रेकिङ प्लानिङ छ र पावर ब्याङ्क चाहियो अरे, र पावर ब्याङ्क लगेर जान्छु। विधाता स्टोर फोन स्टोरमा आएँ र अहिले यो पावर ब्याङ्क म्याग्नेट खालको हो, म्याग्नेट खालको पावर ब्याङ्क 6 मन्थको वारेन्टी, वायरलेस पावर ब्याङ्क। यसको खल यसरी छ, यो एकदम सुपुत मूल्यमा यहाँ पाइन्छ। यो विधाता मोबाइल स्टोर वायरलेस पावर ब्याङ्क, विधाता मोबाइल स्टोर। आइफोनमा मिल्ने कि त्यो एउटा पावर ब्याङ्क ठ्याक्क म्याग्नेटवाला चाहिँ लिएको छु। त्यसले कतिको थाम्छ हेरौँ। छत्ता चोक पुग्नु आँटेँ अहिले, स्कुटी माथि राखिरहेको छु। A few moments later. ओके, आपलाई यो रामपुरदेखि बजार पनि गइयो, तपाईँको के भन्छ त्यसलाई, पावर ब्याङ्क पनि ल्याइयो, सबै थोक भयो, सबै घुमेर आइयो र आजको भ्लग पनि यहीँ समाप्त गर्दैछु। र हेरिकन यसो माया गरिदिनु होला भन्दै आजको भ्लग यहीँ एन्डिङ। जय नेपाल।